फाइनली टिकट काटेर हामी गुफातिर प्रवेश गरिसकेको छौँ। कसो लागिरहेछ? गुफा त के रातै रातो छ है? गुफा रातै रातो छ गाइस। त्यही हो, गुफा पनि फेरि अच्छा अच्छा गुफा छ। ल खै कहाँदेखि बाहिर जाने यही हो? ए अच्छा, ठिकै हो। फोटो खिच्नु मिल्दैन भित्र? डालेको हो त अहिले हुँदैन। अहिले मजाले मिल्छ हामीले खिचिरहेको तर मन्दिरभित्र चाहिँ भित्र आइसकेको कति तल छ कि त्यति तल गइरहेको छ भने जति तल खिचेर पुग्दैन। त्यही हो, पुगिरहेको छैन होइन डार्लिङ? अझै हामीलाई 10 मिनट लाग्छ नि। ओ तर पानी परेर हल्का समस्या त्यही हो, पानीभित्र पानी आइरहेको हो। चलो गुप्तेश्वर गुफा हो एकदम अंदर से साला खतरा लागिरहेछ। ठोक्किने का नहीं, नीचे भी देखना है ऊपर भी देखना है। ओए मलाई त डर लागिरहेछ। मलाई डर लागिरहेछ। कस्तो गुफा हो? फर्स्टचोटि आएको म त्यस्तो गुफामा फर्स्टचोटि आएको सबैभन्दा ठुलो गुफामा। तल जाने यस्तो त माथिको मान्छे यहीँ हो रहेछ क्या? यही हो, एक मुनिबाटै सिधै तल निस्किन्छ। यो उता जाम उता तल जाँदै फर्स्टचोटि गुफामा छिर्यो, त्यही पनि सबैभन्दा ठुलो गुफामा छिर्यो होइन। डर चाहिँ लागिरहेछ है मलाई, डर। पौडी खेलिदिनु म भनेर। सब पैसा भने टिपेर लिएर आउँछ। त्यति पैसा लगेर म धनी बन्न चाहन्छु। यस्तरी पैसा फाल्नु हुँदैन है। यो त बरु बाहिर खुट्टा त्यो उभाएको हुन्छ नि, कोही चोट लागेको, कोही अपाइना, मतलब कोही खेल्नु नलाएको पुगेर पुग्छ। तर यसरी पैसा फाल्यो भने कसको हातमा पर्छ त्यो कसले पनि खान पाउँछ सरासरी होइन। पैसा भिजेछ सब पैसा भिजेर है सबैलाई जानकारी भिडियो पैसा यसरी फाल्नु भएन। बरु मलाई दिनुहोस्, गरिब दुःखीलाई एकचाक भयो भने खान्छ बिचराले। तर यसरी पैसा नफाल्नु। हामी अब इन्डियन पोइन्टमा छौँ। उठायो यस्तो भएछ कि यो हो नि त लाइन भयो।
रेटको त वाद लागिरहेको अँध्यारो त तर धेरै मान्छे हुनुहुन्छ होइन धेरै मान्छे भएर डर चाहिँ लाग्ने छैन सबै बत्ती पनि छ मान्छेहरू पनि धेरै धेरै छन् आउने जाने जारी नै भइरहेछ काम अहिले ठ्याक्कै साँझको कति बजी साँझको 6 बज्यो तर पनि मान्छे आउनु अर्कै छ कि भिडै एकदम आउनु जानु भइरहेछ हामी इन्डिङ पोइन्टमा आएर पनि गइसकेका छौँ फेरि अटेन्ड गरेर एकदम छ होइन ढुङ्गा हो ढुङ्गा तल खतरनाकै छ के गुफा रे हो मुक्तेश्वर दामी बनाउँछ भित्र ओके हजुरहरू पनि आउनु होला घुम्नु होला घुमेर जानु होला यो अन्त चाहिँ हाम्रो कुकुर चाहिने त्यही छ अब यहाँ माथि मन्दिर छ त्यही होला कच्ची बनाएको पछि थाहा भइसक्यो कच्ची बनाएको सिमेन्ट पनि त्यही गरेको म त अग्लो मान्छे छु फेरि अलिकति ठोक्किन्छु 6 फिटभन्दा माथिको नआउने कुरो त्यही हो